ज्वाइँ साहब होइन के यसपालि त सबैको मुखमा मन्दिर पार्टीले जित्छु पो भन्छ त। मलाई मनपर्ने पार्टीको त किन्निकमै हार्ट अट्याक आउँछ कि क्या हो? खै जेठान साहब, पहिले जङ्गल पार्टीलाई पनि त्यसै गरी ल्याएका थिए, देश कहिले उकालोतिर लागेन। मलाई नयाँ पार्टीको त खासै विश्वासै लाग्दैन भने। कम से कम पुरानो पार्टीले त चुनावको बेलामा मासु भात त खुवाउँथ्यो। त्यस्तै ताल पर्यो भने यस्तो पनि व्यवस्था हुन्थ्यो। असम्भव। यो मन्दिर पार्टीले कुनै पनि हालतमा जित्दैन। अझ म त भन्छु कि यो पालि चुनावै हुँदैन। चुनाव हुँदैन रे? के कुरा गरेको बाजे? चुनाव हुने माहौल सबै मिलिसक्यो। यो बाजे ढोगी हो कि क्या हो? मैले भविष्यवाणी गरिसकेँ, यो चुनाव हुँदैन। यदि त्यस्तो भयो भने मेरो मुखमा मुतिदिए हुन्छ। एकछिन है बाजे। हट! अहिले होइन, चुनाव पछि मात्रै, त्यो पनि चुनाव भयो भने। बाजे त्यत्तिकै डराउनुहुन्छ भने मैले तपाईँको मुखमा कहाँ तुर्काउनु लागेको हो र? मलाई त 3 पानी खानु मन लाएर 3 पानी यहाँ लुकाइरहेको थियो, त्यही झिर्न लागेको नि। ल ठिक छ, म पनि एउटा कसम खान्छु। त्यो मन्दिर पार्टीले जित्यो भने त्यो जित्ने नेताको गो खाइदिन्छु। यो पान्त्र, त्यसो भए म पनि एउटा कसम खान्छु। त्यो मन्दिर पार्टीले जित्यो भने यो 3 पानी होइन, यो गाउँको पानी नै खाँदिन, जे पर्ला पर्ला। साथीहरू, यो चुनावको माहौलमा हामीले ठुलो कसम खाएका छौँ। यदि मन्दिर पार्टीले जित्यो भने मैले गु खान्छु। हो साथीहरू, तिमीहरूले ठिक सुन्नुभयो। तपाईँहरूको आफ्नै हातले गु खुवाइदिए हुन्छ। अनि पण्डित बाजेलाई पनि म चुनाव भयो भने मात्र नि फेरि। अनि म चाहिँ पानी पनि खान्न नि, त्यो मन्दिर पार्टीले चुनाव जित्यो भने। नमस्कार साहुजी, नमस्कार। नमस्कार राजभाइ, नमस्कार। 3 पानी दिनुहोस् न, 3 पानी। होइन राजा, चुनाव त जितिसक्यो त। अब 3 पानी छोड्ने बेला भएको छैन र? कहाँ छोड्नु नि, अब त 24 घन्टा 3 पानीले नुहाउने हो। किन 3 पानीले नुहाउनु पर्यो त राजुभाइ? हाम्रो गाउँमा यस्तो तागत लाग्ने राम्रो पानी छ, त्यही पानीले नुहाए हुँदैन र? किन हुनु नि साहुजी, मन्दिर पार्टीले चुनावमा जित्यो भने यो गाउँको पानी एक थोपा पनि मुखा हाल्दिन भनेर कसम खाएको थिएँ। त्यही भएर नि साहुजी, खै मलाई 1 बोतल 3 पानी दिइहाल्नुहोस् त, म गइहाल्नु पर्यो। ल पख त राजुभाइ, पख ल। ल लिग राजुभाइ, ल कति खानु पर्ने हो यो पनि? हस् त, धन्यवाद साहुजी। यसको हिसाब किताब चाहिँ यसमा लेखेर राख्नुहोस् है। अहिलेलाई म गयो। यो राजुलाई 3 पानी खान त कसैले नसक्ने भयो। आज जेसुकै होस्, मेरो काम बेच्ने हो, अलिअलि नाफा आफैलाई आउँछ। अब कालो गए गोरो आउँछ। कस्ता कस्ता मै हुँ भन्नेलाई त जनताले साफ गरिदिए।
म डराउँछु मलाई त फिटिकै डर लागेको छैन फिटिकै डर लागेको छैन मलाई त स्वर्गमा बसे जस्तो भएको छ जय साहब जय साहब जय साहब यस्तो आनन्दको समयमा जेठान जेठान गन्न आइरहेछ नि कतै त्यो मूर्खट्टो जेठान मलाई कुट्न त आएन जय साहब लाउन मलाई बजाउनु पर्यो मलाई यो घरमा लुक्ने ठाउँ दिनु पर्यो मान्छेहरूले मार्नु लायो के को चाहिँ नि स्वाइन तिम्रो बहिनीले यो घर छोडेर गएपछि के को चाहिँ फेरि मैले तिमीलाई किन बचाउने यो घरमा किन बास दिने पासा छैन जाऊ जहाँ जानुपर्छ जाऊ के भनेको जय साहब बहिनीले पो छोडेर गयो जेठानले त छोडेर गएको छैन नि ज्वाइँ र जेठानको नाता भनेको त नङ्ग्रा मासु हो टोटो मिल्दैन हुन त तिम्रो दाजु बहिनीको अनुहार फुट्टे आँखाले पनि हेर्नु मन लागेको छैन तै पनि भन अगुल्टुलाई हानेको कुकुर जस्तो किन आत्तिको के गर्नु जय साहब चुनाव अगाडि त्यो मन्दिर पार्टीले जित्यो भने गु खान्छु भनेको थियो त्यही भएर अहिले कहिले खाने भनेर लखेटेको गरेको छ लाउन जय साहब मलाई यो घरमा लुकाइदिनु पर्यो मुख छ भन्दैमा जे पाइ त्यही बोल्दै हिँड्छौ अहिले डराएर हुन्छ मान्छे भनेको म जस्तो हुनुपर्छ म जस्तो मैले मन्दिर पार्टीले जित्यो भने एक थोपा पनि पानी खान्न भनेको थिएँ त्यही भएर अहिले यी तिन पानी खाने गएको छु बुझौ होइन हाम्रो छरछिमेक गाउँघरमा कहिले शान्त नहुने भयो ए जाडको घाम पो कति कराएको भने तिमीले गर्दाखेरि हामी यो बुढाबुढीलाई डिस्टर्ब हो स्वास्नी हुँदा स्वास्नीसँग दिनरात झगडा गरेर बस्यो अब त स्वास्नी गई भन्ठानेको फेरि जेठान आएछ होइन है बुढा यो मान्छेलाई त टोल निकाला गरेर पठाउनु पर्छ क्या हो कहिले शान्तसँग बस्न पाएको होइन आयो मलाई यो टोलबाट निकाल्ने मान्छे तिमीहरूले यो टोलबाट त के यो आँगनबाट पनि बडो भुट्टो पनि निकाल्न सक्दैन मलाई बुझौ ए जय साहब कति कराइरह्यो भने मान्छे उहाँ गु खाउँछ भने लगेर त आइसक्यो लाउन मलाई लुकाउनु पर्यो यहाँ लुक यहाँ गोजीमा लुक्छौ कि टोपीमा लुक्छौ कि तिन पानीको बोतलभित्र लुक्छौ कि यहाँ सुरुवालभित्र लुक्छौ कि बोल्ने बेला जे पाइ त्यही बोलाछ अहिले मलाई लुकाउ रे बाचा पुरा गर्न नसक्ने किन बाचा गर्नु बुझौ अब त अति नै भयो यो ज्वाइँ जेठानलाई गाउँ समाजको मान्छे बोलाएर नौडाँडा नकटाइ भएन बुढा ठिक भन्यो बुढी तिमीले यो ज्वाइँ र जेठानलाई 9 डाँडा मात्र होइन 7 समुद्र पारी कटाउनु पर्छ अनि आनन्द हुन्छ आनन्द तिमीहरूलाई अब आनन्द त मलाई हुन्छ मलाई तिमीहरू बुढाबुढीले मन्दिर पार्टीले जितेन भने के गर्छु भनेर बाचा गरेछ याचा बाचा बाचा होइन हामीले त्यस्तो के बाचा गरेका छौँ चुनावको आवेगमा आएर कसैलाई के भनेको छैन कसैको चित्त दुखाएको छैन क्यारे लातको भूत बाटले कहाँ मान्छ र बुहारी नानी तिमीले चुनाव अगाडि मन्दिर पार्टीले जित्यो भने म यो सुन लाउने कान काटिन्छु भने होइन अब यही टोल समाजको मान्छे आएर तिम्रो त्यो सुन लाउने कान काट्ने बेर लाउँदैन बुझौ छोडिदिनु त्यस्तो कुरा त्यो त चुनाव अघिको कुरा हो चुनाव सक्यो कुरा सक्यो त्यही पनि तपाईँ जस्तो दिन रातै यो 3 पानी खाएर करार हिँडेको छैन क्यारे त्यस्तो भनेर कहाँ हुन्छ र मान्छे भनेको त ए वचनको पक्का म जस्तो हुनुपर्छ म जस्तो मैले पनि त बाचा हारेँ नि त्यही भएर यो ठाउँको पानी खान्न भनेर 24 घन्टा 3 पानी खाएर हिँडेको छु लौ न बाचा भन्ने बित्तिकै याद आयो
एउटा बाछा त मैले पनि गरेको थिएँ। होइन कस्तो खालको बाचा हो फेरि? यो मन्दिर पार्टीले जित्यो भनेदेखि म यो नेपालमै बस्दिनँ, विदेश जान्छु भनेर भनेको थिएँ। अब यो गाउँलेहरूले यो बाचा पुरा गराउनलाई कुनै कसर बाँकी राख्दैन जस्तो छ, के गर्ने होला? अब के गर्नु नि छिमेकी ज्वाइँ साहब, अमेरिका अस्ट्रेलियाको भिसा लिने उतै गएर बस्ने लासो। लौ न प्रभु, मलाई बचाउनु पर्यो। लौ न, लौ मलाई पनि बचाउनु पर्यो हजुर। यो पात्रा यो ढोङ्गी बाबालाई पनि बचाउनु पर्यो। बाबा हामीलाई 7.5 दशाले घेरिरहेको छ बाबा, हामीलाई बचाइदिनु पर्यो। हामी माथि यो के आइलागेको बाबा, बचाइदिनु पर्यो। हो भने बाबा, यो चुनाव अगाडि यो मन्दिर पार्टीले जित्यो भने हामी यस्तो गर्छौँ उस्तो गर्छौँ भन्नु कसम खाइहाल्यो। अब अहिले त्यो कसम पुरा गर्न नसकेर हामी त साह्रै अन्यलो परिरहेछौँ। नौ न यसबाट बच्चाले के आइडिया दिनु पर्यो? आइडिया? हो बाबा, ठुलो समस्या परेको छ, हामीलाई जसरी भए पनि बचाइदिनु पर्यो। मैले त आफ्नो बाचा पुरा गरिहालेँ। एउटा खसी दिन्छु भने दाइले पनि बाचा पुरा गरिहाल्यो। मलाई त केही पनि टेन्सन छैन। ओहो भक्तहरू, तपाईँहरू साह्रै समस्यामा हुनुहुँदो रहेछ। तर के गर्नु, तपाईँहरूको भन्दा मेरै समस्या 7 गुणा बेसी छ। म आफै पीडित छु। बाबा पनि पीडित रे। बाबा यो के भन्नुभएको तपाईँले? हामीले त केही पनि बुझेनौँ। हो बाबा, हामीले केही पनि बुझेनौँ। जसरी हुन्छ हामीलाई बचाइदिनु पर्यो। कसरी बचाउनु? म आफैलाई त कसले बचाइदियोस् भइरहेछ। अब जान्ने भएर यो चुनावै हुँदैन भइहाल्यो भने पनि मेरो मुखमा मुद्देऊ भनिहालेँ। अहिले गाउँलेहरू पिसाब लिएर मेरो पछाडि लागिरहेछन्। म त्यहीबाट बस्नको लागि जङ्गलतिर हिँड्न लागेको छु। ल हजुरहरू पनि बाँच्ने भने आउनुहोस् जङ्गलतिर। हेर कमल भाइ, जति पनि झगडा हुन्छ नि, कि त थुतुनले हुन्छ कि त मुतुनले हुन्छ। त्यही भएर बोल्दाखेरि होस पुऱ्याउनु पर्छ, बुझ्यौ? हुँदै हो, मैले पनि माने यो कुरा त। अब जान्ने भएर चुनावभन्दा अगाडि म विदेश हिँडिदिन्छु भनेर जोसेर भनिहाल्यो। अहिले आफ्नो पक्ष लागिरहेको छ। हो दाइ, देश र जनताले नयाँ युग खोजिरहेको रहेछ। हामी भने राम्रो भन्दा हाम्रो भन्दै हिँड्यौँ। आज आएर त्यसको प्रतिफल पाइरहेको छौँ दाइ। त्यसो भयो अब के गर्ने त ज्वाइँ साहब? अब के गर्नु नि, आफूले गरेको गल्ती स्वीकार्ने, नयाँ युग र व्यवस्थालाई सहयोग गर्ने, अनि खुरुक्कन घर गएर बहिनीलाई यहाँ पठाइदिने, बुझ्यौ? भइहाल्छ नि ज्वाइँ साहब।